हामीले धेरै लगानी गरेर ट्राफिक लाइट राख्छौँ। अहिले काठमाडौँ उपत्यकामा हेर्नु भयो भनेदेखि एकदमै धेरै चोकहरूमा ट्राफिक लाइटहरू राखिएका छन्। अब यो ट्राफिक लाइट भनेको चाहिँ यो चाहिँ अप्रुभ, यो चाहिँ एकदमै राम्रो प्रविधि हो र विकसित देशहरूले चाहिँ यो टेस्ट गरिसकेको प्रविधि हो। यसले काम गर्छ भन्ने प्रुभ भइसकेको चाहिँ प्रविधि हो। तर हामी चाहिँ लगानी गरेर ट्राफिक लाइट जडान गर्छौँ, तर कहिले बाल्छौँ कहिले निभाउँछौँ होइन। त्यसरी चाहिँ कहिले बाल्ने कहिले निभाउने भएदेखि किन यत्रो धेरै लगानी गरेको, त्यो त ठुलो प्रश्न हुन्छ। र हामीले ट्राफिक लाइटमा अविश्वास गर्नुपर्ने कुनै कारणै छैन। त्यही भएर हामीले यो ट्राफिक लाइट जडान गरिसकेपछि यसलाई बालिरहनुपर्छ, हामीले अभ्यस्त हुनुपर्छ। आजको सिचुएसन हेर्दा त हामी ट्राफिक लाइटमा त अभ्यस्तै हुने सिचुएसन पाएको छैनौँ। ट्राफिक लाइट जडान गर्ने, ट्राफिक लाइट बाल्ने र यो बिस्तारै अध्ययन गरेर यसलाई सुधार गर्दै जाने। कुनै पनि प्रविधिले आजको भोलि काम गर्दैन। ट्राफिक लाइट हाल्ने बित्तिकै ट्राफिक जाम कम हुन्छ अथवा सडक दुर्घटना चाहिँ जिरो हुन्छ भन्ने सोच हो भने यो गलत सोच हो। ट्राफिक लाइटले के गर्छ त भन्दा ट्राफिक लाइटले चाहिँ एउटा अनुशासन सिकाउँछ। ट्राफिक लाइटले सबै सवारी, सबै यात्रु, सबै साइकल यात्रीलाई चाहिँ इक्वल अपर्च्युनिटी दिन्छ सडक प्रयोग गर्नको लागि, अनुशासन सिकाउँछ। जस्तै एउटा चोकमा 3-4 ठाउँबाट चाहिँ सवारी साधन आइराखेको छ भने ट्राफिक लाइट भयो भने बिचमा आएर गाजाङगुजुङ भएर जम्मा हुने अथवा बिचमा आएर ठोकिने, त्यहाँ दुर्घटना हुने सम्भावना चाहिँ ट्राफिक लाइट भयो भने हुँदैन। भनेपछि यस्ता खालका कुराहरू चाहिँ ट्राफिक लाइटले गर्छ। त्यही भएर ट्राफिक लाइट बालिराखौँ। यसको चाहिँ ट्राफिक लाइटको अनुभवले चाहिँ यसलाई सुधार गर्दै जानुपर्छ र ट्राफिक लाइटबाटै यातायात व्यवस्थापन गर्ने भविष्य हामीले खोज्नुपर्छ। योभन्दा बाहिर गएर हाम्रो कुनै पनि भविष्य छैन।